उसलाई चकनाचुर र कष्टमा पार्न परमप्रभुको इच्छा थियो। परमप्रभुले उसको प्राणलाई दोष बलि झैँ बनाउनु भए तापनि उसले आफ्ना छोराछोरीहरू देख्नेछ, आफ्नो दिन बढाउनेछ र परमप्रभुले इच्छा उसैको हातमा उन्नत हुनेछ। हे प्रभु, आज यो असल शुक्रबारलाई मनन गर्दै गर्दाखेरि सम्पूर्ण ब्रह्माण्डको पापलाई बोकेर क्रुसमा बलि हुनुभएको दिन। अनि बाइबलले भन्दछ आजको दिनमा समस्त पृथ्वीलाई अन्धकारले ढाकेको थियो। प्रभुले आज त्यो अन्धकारमा हामी होमिनु पर्ने थियो, तर त्यो अन्धकारमा तपाईँ होमिनु भएको कारणले गर्दाखेरि आज हामी उज्यालो ज्योतिमा हिँड्न लागेको भएका छौँ। त्यसैको सम्झनामा आज हामी, हे प्रभु, हामीलाई दुःख लागेको छ कि तपाईँ मर्नु पर्यो, तर हामी यसमा आनन्दित पनि छौँ कि हाम्रो निम्ति मर्न तपाईँ खुसी हुनुभयो। त्यही भएर तपाईँको मृत्युलाई अनुभव गर्नको निम्ति, तपाईँको मृत्युले मेरो जीवनमा के ल्याएको छ